मेरो आजबाट बाइक चाहिँ यो बाटोमा हिँडेको म देखिनँ खुल्लाबाट उता ठुलो कल्याण गरिहाल्यो अब त मैले लालम भन्ने केटालाई पट्टमा लिएर आएको त्यो लालम अब ठुलमा फेरि तपाईँको 5 जना हुन्छ 2 चोटिमा ड्युटीमा पुगिसक्नु 2 चोटिमा भोलि जानु अनि उहाँका आएर अनि फेरि अगाडि जानु 10 जना चाहिँ भात तताई होटलमा गएर खानु हुँदैन भन्थे पुरा चाहिँ लिएर आउने हो त्यसो गरेर एकदिन त राम्रो गएको रुखको बाँधा देख्छ रुखमा गएर टोपाइदिएर सुरु गर्छ अरे गएको के गर्दैछ मैले छोरी छोरीले छोरो छोरीको जमले अलिक कान्छी हो बैल घारीमा काकाले दिनुहुन्छ त यहाँ पनि पोखरी झरै छ अहिले पनि आइपुग्नु हो भन्जिर भन्जिर यहाँ चाहिँ धेरै नै उरा छ के को इभेन्ट रहेछ है इभेन्ट के को इभेन्ट रहेछ यता पढाएर पढाउनु टेप गइरहेछ त पुरै अन्त भाइयोको दबाईमा यस्तो थियो त्यो बेला अहिले हेर्नु त त्यो 300 खाने बेलामा नाच सरले इन्टरभ्यू दियो अरे तुमरुनमा आगो लागि भयो भने के गर्छ भनौँ अरे मलाई भन्न आँट अरे अनि तुमरुनमा लाग्दा चाहिँ के भन्छ त भिल्लामा लाग्यो भने मलाई थाहा थियो तर तुमरुमा मलाई आयो बा भन्छ यस्तो बाध्य हो क्या लास्टमा बाइक चलाउने चलाएन चलाएपछि डाइरेक्ट बाइक चलाउनु पर्यो यहाँ पनि हालेको आज यही लडेको
Banjir. Oh,